अधिकृतले साइन गरेर प्रुफ गरेर यो बाहिर अहिलेसम्म हामीले सबैतिर हेर्दाखेरि फ्योरै जस्तो देखिन्छ। अब कुनै कुनै ठाउँमा छिटफुट घटना भए तर अब त्यो आफ्नो चाहिँ अब त्यसलाई चाहिँ हामीले ठुलो मान्नु हुँदैन, किनभने यो यस्तो अब देशैभरि चाहिँ नि एक दुई ठाउँमा चाहिँ नि हुनु स्वाभाविक। यो इलेक्सन पछि अब हामीले चाहिँ नि सोच्नुपर्छ कि राम्रै होला भन्ने हामीले सोच्नुपर्छ। अब हामीले चाहिँ नि राम्रै हुन्छ भनेरै अब यो देशैभरि यो घन्टीमय भएको छ हैन। अब पछि पनि अब यस्तै अब हामी 5 वर्ष हामी यसलाई पनि हेर्छौँ। अब पछि फेरि यसले पनि यस्तै अब केही नराम्रो गर्यो भने यो पनि यसलाई पनि बढारिन्छ भन्ने हामीले लाग्छ। यो सरकारले के गर्नुपर्छ भन्दाखेरि अब हामीलाई चाहिँ नि यो विकृति विसङ्गति भएको छ यो देशमा। यसलाई चाहिँ नि अब छानबिन यो चाहिँ नि छानबिन हुनुपर्छ भन्छु म। 46 सालका जनआन्दोलन पछाडि यो ठुला बडाहरू जुन अब मन्त्री भएका ठुला पदहरूमा ओहदामा बसेकाहरूको सबैको चाहिँ नि सम्पत्ति छानबिन हुनुपर्छ भन्ने सबैको यो माग छ। हाम्रो त अब 2/3 नै सरकार बन्छ। 2/3 आउँछ, 2/3 सरकार बन्छ। यो चुनाव एकदम राम्रोसँग भएको छ। त्यस्तो कुनै त्यसमा विवाद त्यसमा घोटाला केही भएको छैन, राम्रोसँग भएको छ। अब अहिलेसम्म त हामीले अब कुनै केही महसुस गर्न पाएनौँ हैन। अब हुनेमा चाहिँ एउटा सिस्टम राम्रो भएर जान्छ कि भन्ने आशा छ। त्यही आशा गरेछौँ हामीले। प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर 10 अन्तर्गतको कृत्रिम जस अहिले कन्क्लुजन हेर्दाखेरि चाहिँ के देख्यो भन्दा हिजोको आज जस्तो मत परिणाम हेर्दाखेरि चाहिँ के लाग्यो भन्दा देशमा परिवर्तन सबैले खोजेको रहेछन्। ल परिवर्तन हामीले देख्न सक्छौँ, सबैजना उत्साही छन् योलाई परिवर्तन जो स्योर छ भने हामी फेरि इलेक्सन नै भन्नुपर्यो। किनकि जनताले केही कुरा योपालिको जनता शिक्षित जनताहरू हो नि त। यो पहिलाको पालि जस्तो पार्टीहरू आयो तर योपालि त मान्छेहरूले सबले परिवर्तन खोजेर योपालि चाहिँ परिवर्तन सम्भव छ भनेर अनि थ्याङ्क्स टु सुशीला कार्की उहाँ आमाले गर्दा हो अनि जनताले आफ्नो प्रतिनिधिहरू चुन्न पाए। त्यही भएर म फेयर छ नै मान्छु, किनकि योपालि फेयर जजमेन्ट हुने होला। यो इलेक्सन हुनुको कारण नै तपाईँको मेन मूल कारण भनेको तपाईँको एन्टी करप्सन थियो नि त हाम्रो। त्यही कारण यो गभर्मेन्टले चाहिँ एन्टी करप्सन चाहिँ हेर्छ कि अनि किनकि देशमा एउटा एन्टी करप्सन भयो भने विकास सुनिश्चितै छ क्या। किनकि देशमा त्यही कारणले त हाम्रो नभयो भने त पछाडि पऱ्यो हो। त्यो सुनिश्चितै छ जस्तो लाग्छ मलाई यो अबको। एउटा नेपालले चाहिँ एउटा डेभलपमेन्ट वेमै लिन्छ। जस्तो नेपाल एउटा एकदम पछाडि छ नि त। देशमा सबै कुरा भएर पनि हाम्रो देशमा कति टुरिज्मको कति प्रोस्पेक्टहरू छ तर सबै कुरा ब्याकवर्ड। अबको गभर्मेन्टले चाहिँ टुरिज्मले चाहिँ अलिक बढी फोकस गरोस् कि भन्ने लाग्छ। किनकि हाम्रो देशमा भएको हिमाल पाहाडहरू कहिले पनि सुकेर जाने होइन। अबको गभर्मेन्टले चाहिँ एन्टी करप्सनको साथसाथै टुरिज्म चाहिँ एकदम डेभलप गरोस् सो द्याट हाम्रो कन्ट्री चाहिँ अरूमा निर्भर हुन नपरोस् भन्ने मलाई त्यो लाग्छ। Jelajahi cara baru mendapatkan informasi. Download Metro TV Extend sekarang.